एक्सिडेन्ट भएपछि यहाँ ट्याक्क इन्सुरेन्सवाला आउँछ, कसैको केही झगडा हुँदैन। गाडीवालाहरू कहाँ गयो थाहै छैन, इन्सुरेन्सले त्यहाँको फोहोर उठायो आफै होइन। अब गाडी ट्याक्क पचङ्गामा चाहिँ यसैमा हाल्छ अनि जान्छ, मतलब न पुलिस न के, आफैले एक्लै गरेर हाल्छ, न लडाल न खाना खान न मात्रै हुने। सबै आफ्नो काममा घुम्न छ नि, गाडी पछाडि गऱ्यो एकैछिनमा 15 मिनट पनि लागेन कि एक्सिडेन्ट भयो, 15 मिनटमा सकियो कि इन्सुरेन्सले गाडी निकाल्यो लिएर गयो। अब त्यसमाथि हाल्छ अनि लिएर जान्छ, इजी सकियो। बाटो खाली भइसक्यो, यहाँ ड्राइभरसँग बाटो थियो खाली भयो, यहाँ पुस्तियो, सबै ठुला ठुला टुक्रा उठाइदियो, सकियो।